हाई गाइज मैले अघि कति धेरै लाइक प्रिभियस भिडियोमा मैले कस्तो टाइम नहेरिकन कति धेरै कुराहरू सेयर गरेको थिएँ क्या बट देन इट्स ओके 3 मिनटभन्दा बढी हाल्न मिलेन क्या हो के भयो होइन आई डोन्ट इभन नो मच अबाउट इट म त्यस्तो भ्लग फ्रिक त होइन मलाई त्यति थाहा पनि छैन सो आई वाज जस्ट सेयरिङ द्याट कहिलेकाहीँ वी फिल भेरी लाइक डिपली स्याडेन्ड बाई द थिङ्स द्याट ह्यापन इन ड्युटी होइन अनि वी वान टक विथ सम वान एन्ड कोही पनि कुरा गर्ने मान्छे नहुँदा इट हिट्स भेरी डिफ्रेन्ट क्या यु मिस यर फ्यामिली अब हामी यति टाढा आएको छौँ वी मिस आवर फ्यामिली पेरेन्ट्स सिब्लिङ्स कति धेरै लाइफको इभेन्टहरू फ्यामिली इभेन्टहरू हामी मिस गर्छौँ लाइक यु नो वेडिङ्स when your mother gets sick you're not there, when your father gets sick you're not there, when your siblings have some special events occasions you're not going to be there. We're just gonna be here like you know doing our duties, our work. अनि आज चाहिँ मलाई कस्तो डिप्रेस्ड फिल भइरहेको थियो क्या लाइक आई वाज नट फिलिङ गुड बिहानदेखि नै मलाई लो फिल भइरहेको थियो आई वान्टेड टु टक टु सम वान बट देन अब साथीहरू हुन्छ यहाँ नहुने होइन बट देन द थिङ इज देयर समथिङ एकदम कोर हुन्छ नि त मनमा लाइक कोर इनसाइड यु हार्ट एन्ड देन यु क्यान इभन सेयर इट विथ एनी वान क्या कतिकाहीँ हुन्छ नि लाइक यु फिल लाइक दे वोन्ट अन्डरस्ट्यान्ड के भन्ने दिस इज द पर्क्स अफ ह्याभिङ लाइक अ लाइफ इन अब्रोड क्या एज अ नर्स वर्किङ एज अ नर्स अब इन्टरनेसनली तिमी काम गर्न आएपछि समटाइम्स आई फिल लोन्ली त मलाई कति भइसकेको थियो क्या लाइक इट्स अ रियली लङ टाइम या 2-3 महिना अलमोस्ट लाइक 3 months भइसक्यो आई नेभर फेल्ट दिस वे बिफोर होइन आज चाहिँ मलाई यस्तो लोन्ली फिल भइरहेको थियो यस्तो घरको याद आइरहेको थियो आई वान्टेड टु गो होम आई वान्टेड टु हग माई पेरेन्ट्स मम ड्याड माई सिब्लिङ्स यु नो माई ब्रदर्स I wanted to like talk to them, just be at home, relax, eat, sleep, enjoy the moments, and then talk with them, and just have this like हुन्छ नि अब त्यो फ्रेसन अप हुन मन लागिरहेको थियो क्या अनि सिन्स देयर इज नो वान टु टक टु अब ला के गर्ने कोसँग कुरा गर्ने कहिले कस्तो डिप्रेस फिल हुँदो रहेछ क्या but then it's okay, this is what we choose, this is what we came here for, we left behind our so many stuff हामी यो मेडिकल प्रोफेसनमा भएको सेक्रिफाइस नै त्यही नै हो नि है हामी कति कुराहरू छुट्छ हाम्रो अरूलाई केयर गर्दा गर्दै फ्यामिलीलाई केयर गर्ने हामी कहिले पनि टाइम नै पाउँदैनौँ क्या दिस इज वाट वी चुज फर दिस इज वाइ वी चुज नर्सिङ नर्सको लाइफ नै यस्तै हुन्छ जुन कन्ट्रीमा गयो पनि आई फिल नट इन जस्ट साउदी या नट जस्ट हियर मेबी इन युएसमा अमेरिकामा नि सबैले नि यही फिल गर्छ होला So sometimes it's happened guys but it's okay, we're strong women, we're gonna be strong when we go back home. It's gonna be a different thing.